यताउति म किन रिसाउने कहाँ छौ किन ल्यायो तिमीले आवाजलाई मलाई मसँग त किन आइस मैले ल्याएको हो उसँग त किन आउँछस् किन ऊ भएको बेला मलाई कहिले एकान्तमा साइडमा बसेर कुरा गर्न पाइएन बिचमा घुसिहाल्नुपर्छ त्यही भनेको एकछिन कुराकानी गरौँ हामीहरू बसौँ भनेको गफसफ गरौँ घरभित्र ठिकै छ कुराकानी हुन्छ ठिकै छ आज आएर म हेला भएँ होइन आज म आएर कसिङ्गर बने होइन ठिकै छ दुईजनाको कुरा हुन्छ भने घुसिहाल्नुपर्छ जहिले नि भन्छ त हेला आइनेस् त उता पहाडको केला होस् ठिक छ आज आएर मलाई त घरबाट निकालेको धुलो सम्झ्यो होइन ठिक छ के ठिक छ भन्छ त धुलो हैनेस् चुप छ्या हेर मैले के भनेको चाहिँ त्यसै छ्या आउँछ तिमीले होइन यसको मतलब के हो त अब त्यहाँनिर केही त होला यो धुलो हैनेस् मात्रै भनेको त्यो हरेक कुरामा म अगाडिको टुक्का जोडिसकिस् अब पछाडिकोमा सबै मान्छेहरूले आफै बनाउनु हुन्छ हरेक कुरामा म राइमिङ मिलाउँला हरेक कुरामा म राइमिङ मिलाउँला जे पाए त्यही कुरा गर्ने यार कहिले पो राइमिङ मिलाइदिनुहोस् त मिलाउनेले अब त्यहाँ च्याटभरि मिलाउँदैनन् मलाई थाहा छैन मिलाइसके यता सुन धेरै हल्ला नगर आज जर्सी लाएर आएको थिएँ नेपालले जित्यो याद गर कतिको लकी रहेछु म भनेर छोड्दै तँलाई थाहा छैन तँ जर्सी तैँले जितेपछि लाएर आएको कि होइन मैले यहाँ व्रत बसेको छु नेपालले जितोस् भनेर व्रत बसेर खाना पनि खाएन मैले ठुलो कुरा गर्छ आफ्नो कुरा गर्छ केटी मान्छेहरूलाई क्याउ गरेर जित्न नसक्ने हो कि हाम्रै घरमा मात्र यस्तै मात्रै हुन् कि खै के हो कि यार आवा त्यस्तै यो त्यस्तै यो घरका मान्छेहरूले भएन कि यार अलिकति क्याउ गर्न मैले सुरुमै आज लाइभ स्टार्ट गर्ने बेलामा 9 बजे नै मैले लाएर बसेको थिएँ हिजै रातिदेखि म जर्सी लाएर मैले शिवरात्रीको व्रत अरूले चाहिँ राम्रो पाओस् भनेर बस्यो होला मैले नेपाल जितोस् भनेर बसेको बुझिस् नि तैँले हिजो रातिको कुरा गरिस् गफ नदिए यी गर दाँतमा मासु अड्किरा होला हेर मजाक नगर मन छ भन्दैछु धेरै भन्नु हुँदैन व्रत बस्यो मासु खाइस् कि खाइनेस् तैँले भन्नु अघि भेजिटेरियन के को मासु खान्छु तैँले खाइनस् त झुट बोल्छस् आज मैले भेज गाइस हेर संजोग संजोग के हेर भन्दाखेरि मैले नि चिकन मोमो मगाएको तर भेज आइदियो यता सुने त एउटा काम गरे हुन्छ दुईजना ठक्क लाइभ इन गर्ने अनि उतापट्टि गएर झगडा गर्ने किचनमा सबको मलाई मार सबभन्दा पहिला चाहिँ तिमीहरूले क्याम्प गरेर मार मान्छे मोटाइरहेको छ किन भन्छन् बाटोमा हिँड्दाखेरि पारा स्कुल गयो तिमी त जहिले दुब्लै छौ मोटाको मोटो गाला साला भित्र छिरिसक्यो नेपालले गर्ने मान्छे भयो नेपालले जितिसक्यो व्रत तोड्न दे मलाई पानी पनि खाएन मैले व्रत तोड्न देख्छु क लाज नभई कि लाज नभई यस्ता के को आज साँच्ची खासमा व्रत के को ट्युसडे हो आज गणेश भगवानको उसलाई नेपालले जितोस् भनेर राखेको नि के को ए हो रहेछ बाबा केही बोल्न पनि सक्दिनँ म त केही पनि भन्दिनँ यार मन्छ तसँग त हारे के थाके म यार यो जर्सी मैले अघि नै लाइभ स्टार्ट हुनु अगाडि लागेको सबैलाई दिनभरि घरमै त्यही कुर्सीमा बसिरहेछस् कसरी थाक्छस् भाइ त म थाकिरहेको छु बिहानदेखि बेलुकासम्म झाडु पोछा लुगा खाना भाँडा मजाउ म थाकिरहेको छु उल्टो किन बोल्छस् त्यसमाथि अझ व्रत पानी पनि खाएन गाइज व्रत त होइन होला यो त हजुरले झुटै बोल्छु मेरो होइन धेरै दिनपछि आउनुभएको छ माताजी धेरै दिनपछि आउनुभएको छ धेरै दिनपछि प्रकट हुनुभयो यो अवतारमा आबाजी धेरै दिनपछि आउनुभयो लाइभमा होइन अनि के हो कस्तो हो कता हराएकी छौ के गरिरहेकी छौ इन्डिया उहाँ के अरे दुबई पो गयो कि भन्ने पो भयो मलाई दुबई गयो नि म आइहाल्छु नि किन टेन्सन गरेको तिमीले मसँग रिसाकी छौ जस्तो लाग्यो कि मन भने ठिक छ रिसाइ नि तिमी फकाउन आयौ त मलाई त के शङ्का लागिरहेको छ अस्ति फागुनमा बिएसए पो गर्यो कि भन्ने पो डर लागिरहेको छ कि मलाई त सेक्रीमा अब फेरि म जान्छु काटेर दिजु म गएँ मलाई जाऊ भनेको तिम्रो दुईजना मैले बुझिसकेँ बेटी कोसँग गर्ने रहेछ जति बेला नि बिहा गर्यो कि बिहा गर्यो कि बिहा गर्यो है म गएँ म यस्तो मेरो अपमान सुन्न सक्दिनँ म त्यसलाई जान्दियो के भन्यो त्यसलाई जान्दियो ठिक छ अब जित्यो यताउति भ्यालेरी वेटिङ मलाई भ्यालेरीले भर्खर फोन गरेको थियो पक्का एकैछिन म जान्छु अहिले भ्यालेरीसँग ओके भ्यालेरीले वाट्सएप छ त भ्यालेरीसँग मेरो फोन गरेर आऊ प्लानिङ गरेर टक्क राखिरह होला कि अहिले त्यहाँ गएर म हार्ने जसरी पनि हार्ने यहाँ मलाई रिक्वेस्ट गरिरहेको थिएँ त्यही भएर रहेछ कोले भ्यालेरीले भर्खरै मैले काट्दिएको प्लानिङ गरेर आएको छु कि आज बुझेनौ अरूसँग त्यसको केही हुँदैन अनि अब यता प्लानिङ गरेर मसँग आउँछ आइसकेपछि मलाई हराउँछ अनि त्यसपछि स्टोरी हाल्छ भोलि बिहान टक्क मिलाएर बुझेन
दामी स्टोरी के त्यो पुरा लायनेस यस्तो यस्तो गरेर दुनियाँ जिते जस्तो गरेर हेरौँ है ल म जान्छु ल अब म ल जाऊ जाऊ बोलाएको बोला ल